अझै घुमा लाउ लाउ छिटो स्याबास गुड गर्ल घुमा अझै घुमा अब वान्स मोर अब वान स्याबास अब पिन्जेट भएन ल ला पानी छ र स्याबास गुड गर्ल जाऊ हप छुनै पर्छ नि छोड जाऊ स्याबास गुड गर्ल स्याबास ल भयो अझै गर्ल तीन थरीलाई पुगाएको एकै ठाउँमा सिधाउँछ ल स्याबास ल जाऊ ए पर्दैन भुइँमै छाउनु पर्दैन विचार त्यति भएर गरिरहेछ उहाँ फेरि घुमा स्याबास अझै वान्स मोर माइदिएर उहाँ राख्ने घुमाऊ छैन एकैचोटि गऱ्यो भने चाहिँ तिमीले कहिले भ्याउनु सक्नु यता मामालाई गर पहिला अनि उयो सानो मामालाई टाउकोमा राख हेडमा सोल्डरमा फा गरेर आऊ लाऊ फेरि आऊ दुईटै मामालाई गर अब फा गरेर आउँछ फेरि फा गरेर देखिरहेछ के देखिरहेछ त त्यसको सोल्डर खै सोल्डर देखिरहेछ ती यस्तो गर्दैन दल अब टाउकोमा लगाइदियो अब त मिलाइदेऊ राम्रोसँग लगाइदेऊ अब सानो मामालाई दुईटा हातले यहाँ ल सानो मामाको हातमा लगाइदियो दुईटा हातमा अब टाउकोमा लगाइदियो स्याबास कानमा लगाइदियो एकछिन गरेर ल अब कपाल कोरिदेऊ ल ठुल मामाको कोरिदेऊ पहिला ठुल मामाको कोरिदेऊ राम्रोसँग कोरिदेऊ अब सानो मामा कोरिदेऊ कोन कोरिदेऊ ल अनि तेल उलाउने होइन
अब बिच्चामा आउँछ है बिच्चामा